आज मैले एउटा सानो पहिलो भिडियो बनाउने कोसिस गरेको छु। हेरेर साथ दिनुहोला, राम्रो लागेमा लाइक गरिदिनु होला। पाँचथरको यात्रामा छौँ हामी। पाँचथर जिल्ला एसोक बजार हुँदै आफ्नो घर पुगेछौँ। गाउँको दृश्य हेर्न सक्नुहुन्छ हजुरहरूले, एउटा फोटो मार्फत देखाउँछु। यो चाहिँ एसोक बजार हाट बजार लाग्ने गरेको छ। यहाँ हरेक समयमा नजिकको गाउँ, त्यो सुन्दर गाउँ हेर्न सक्नुहुन्छ। घरमा पुगेको छु म। आउँदै हुनुहुन्छ दाइ अनि उहाँहरू बहिनी बुवा कता जानुभएछ। म यहाँ हेर्दैछु। खाजा पनि बसाल्नु भएको रहेछ बहिनीले, दाइहरू आउँदै हुनुहुन्छ भनेर। तरुल पाकेको रहेछ अनि तातो पानी रहेछ। म चाहिँ तातो पानी पिउँछु, उहाँहरू आएपछि खाजा खान्छौँ। हाम्रो घरभित्रको दृश्य हेर्नुहोस्। यो पुरानो शैलीको यो परम्परागत घर हजुरहरूले कमै मात्र हेर्न पाउनुहुन्छ। अहिले नयाँ नयाँ आधुनिक घरहरूले गर्दा यो एउटा सम्झनामा सजाउन चाहेकी छु मैले। हाम्रो घरमा चाहिँ आमा हुनुहुन्न, आमालाई धेरै धेरै नमन गर्न चाहन्छु। हजुरको आशीर्वाद सदैव रहोस्। हामीले यो थलो छोडेर गए पनि हामीले बेचेको छैन। हामी कुनै समय परिस्थितिले आफ्नो यो ठाउँ कमाउन समयअनुसार आउनुपर्छ। अहिलेको लागि बुवा र बहिनीलाई धमकमा बसाई मिलाएको छौँ। दाइ दिदीले सानो घर बनाउनु भएकोले गाउँ छोडेर जाँदै गर्दा कान्छी बहिनीले माथि घरको मामलाई भेटेर जाँदै हुनुहुन्छ। बुढी हुनुहुन्छ, सबैले छोडेर जान्छन्, फोटो खिच्छन् भन्दै गुनासो गर्नुहुन्थ्यो। पानी बोक्यौँ। आजको दिन हाम्रो यसरी नै बित्यो। भोलिको लागि तर्खर गऱ्यौँ। सम्पूर्ण बन्दोबस्त गरेर हामी चाहिँ अब चाहिँ दमकको यात्रा अगाडि बढ्यो हाम्रो। सबैले मन दुखाउनु भयो, आँखा रसाउनु भयो, तर पनि के गर्नु। बुढो भएका बुवा र बहिनीलाई अब सँगै राख्नुको लागि लिएर जानु हुँदैछ। सबै गाउँ पातलिँदै गएकोले छोडेका हौँ। दमक आइपुग्यौँ हामी। दमक बजारबाट अलिकति तल घर रहेको छ। घर यस्तो स्वरूपको घर रहेको छ। घरमा बस्छौँ हामी। अब चाहिँ हामी काठमाडौँको जाने तर्खरमा जेठी दिदीको घर पनि पसेर फर्किन लागेका छौँ। धन्यवाद हजुरहरूलाई। आजको लागि यति भिडियो बनाएँ।